सो हेलो एभ्रिवान वेलकम ब्याक माई न्यू भिडियो आई होप सबैजना सन्चै हुन्छ सो म पनि सन्चै छु म चाहिँ आज छोरोलाई भिटामिन खुवाउन जाँदैछु ढिला चाहिँ ढिला भइसकेको छु सो आज उसमा साथी चौकीमा नानीको चेकअप पनि थियो अस्तिको त्यो कुपोषणको लक्षण देख्यो भनेको आज चेकअप पनि थियो सो त्यो भएर चाहिँ म ढिलो जान लाग्छ र भोलि त बिहानै 5 बजी नै खुवाइसकेँ सो मेरो छोरी पर्यो हाई कस्तो मान्ने छ मेरो छोरी चाहिँ कमेन्ट गर्नु होला प्लिज चाहिँ को जाँदैछौँ भनेपछि हेर्नुहोस् हाम्रो साथीहरू सँगसँगै हामी आमा छोरी मेरो छोरीले झट्टपट हाई भन्छ त्यो क्या मेरो छोरीलाई सब थाहा भइसकेको छ क्यामेरा अन गरेपछि हाई भन्नुपर्छ भन्ने नि छोरो छानो यिनी छानो पुतली हो नि तिनी पुतला हुन् तिनी राजकुमार हुन् राजकुमार कम बाटा छ नि राजकुमार चाहिँ आइपुगेर पनि खुवाइसकिन् साथीहरू यहाँ चाहिँ हेर्नुहोस् योपल्ट चाहिँ भिड छैन नि त त्यही भएर हामीले छिट्टै खुवाइहाल्यौँ हिजो हामी चाहिँ हेर्नु पोस्ट आएको छ भने हेर्नु न यहाँ अरू कसको नानी यहाँ मम्मी भन्दै आएको के तिम्रो मम्मी हुनुहुन्छ सानो ए नि कता मान्छे हुन् मोमो भन्दै गयो के मोमो पनि चिन्दैन क्या हो सानो मान्छेले ओए चाहिँ यहाँ गाइस यस्तो हरकत कसैको छोराछोरीले गर्छ कि मेरोले मात्रै गर्छ देख्नुभयो यहाँ अर्कोले फेरि के गर्नु लाग्छ यहाँ बाबु ए तिम्रो छोरालाई हेर त कान्छी मैले चाहिँ दसैँसकेको छोरीलाई अहिले चाहिँ डिस्चार्ज नर्मली केयर गर्नु होला भन्ने मम्मी गरे यस्तो मान्छे हुनुपर्छ के यति गर्मी छ नि हामी चाहिँ ल चिप्स अनि डिउ छोरीको लागि फ्रुटी ल्याइदिएको छु चिसो यस्तो गर्मी छ आजभोलि यस्तो गर्मी छ कि गर्मीको त कुरै चिसो खाने कति छ भाइ खानु पर्छ नि ल केही हुन्न यसलाई पनि त गर्मी फाला चिसो छ फ्रिजमा हालेर ल्याइदिउँ अहिले यसले खाँदा तात्तिन्छ चिप्स पनि खोल्न लागेको छ आफै अब यस्तो बाटोदेखि अब चाहिँ सो गाइस फेरि म जाँदैछु बजार जान दिन चाहिँ मलाई जानी मात्रै हुन्छ कि नजाना दिन चाहिँ नजानी भएर हुन्छ जाना दिन चाहिँ जानी भइरहेको छ अनि दिदीहरू जान लागिमा थियो अनि मलाई पनि मम्मीले केही सामान लिएर आइजो भनेर भन्नुभएको छ त्यसरी म जाँदैछु बजार फेरि दिदीहरू चाहिँ यहाँ मिलमा जानुभएको छ मिल छ खाना बनाइसकेँ खाना बनाएर पनि मकै पोल्न लगाएको छु जलेको जस्तो पनि जलेको छ यस्तो गर्मी भएको छ नि आएर नुहाएर खाना बनाउन लाग्यो झन् गर्मी लाग्छ नुहाइसकेर खाना बनाउँदाखेरि यति गर्मी भएको छ नि खाना बनाइसकेँ मैले यति धेरै मकै पनि पोलिसकेँ एउटा यहाँ पोल्दैछ त्यो चाहिँ जलिसकेको छ मैले खाँदैछु साथीहरू हामी चाहिँ खानासाना खाएर पनि सुत्न आइसक्यो मेरो छोरी चाहिँ सुतिसकेको चाहिँ देख्नु झोलभित्र चाहिँ मैले चाहिँ ठिकिरहेको छु होइन सो कोठा मिलाउने पनि मलाई फुर्सदै भएन आज दिनभरि नानीलाई लगेर गयो बिहान अनि त्यसपछि फेरि दिउँसो पनि बजार जानु पऱ्यो काम थियो र त्यही भएर चाहिँ आज थकान पनि लागिसकेको छ सो साथीहरू आजको भिडियो यहीँ एन्ड गर्छु भिडियो लाइक कमेन्ट गरेर साथ दिनु होला कस्तो लाग्यो कमेन्ट गरिदिनु होला भन्नु होला अनि यो चाहिँ भिडियो गर्नु होला माया दिनु होला सो आजको भिडियो यहीँ एन्ड गर्छु भेटौँला नेक्स्ट भिडियोमा बाई बाई थ्याङ्क यू फर वाचिङ